हेलो सबैजनालाई जय मसीह अनि नमस्कार पनि। यहाँहरू सबैजनालाई पुनः स्वागत गर्न चाहन्छु हाम्रो यस भिडियो यस च्यानलमा। र यहाँहरू कस्तो हुनुहुन्छ आशा गर्छौँ सबैजना सन्चै हुनुहुन्छ होला भन्ने। सो आज पनि बाइबल सम्बन्धी केही प्रश्न उत्तर भिडियोलाई यहाँहरू समक्ष लिएर आएका छौँ र आशा गर्छौँ भिडियोको अन्तसम्म रहिकन आफ्नो प्रतिक्रिया अवश्य दिनुहुन्छ भन्ने कुरामा। सो ढिला नगरी आजको यस भिडियोलाई अगाडि बढाउँ। आजको पहिलो प्रश्नबाट के तपाईँ रेडी हुनुहुन्छ? र आजको पहिलो प्रश्न, येशूले पानीलाई पेप्सीमा परिणत गर्नुभयो, यो चाहिँ सही हो या गलत भन्नेमा यसको एन्सर दिनुपर्ने हुन्छ र यहाँलाई 10 सेकेन्डको समय दिइनेछ। ओके, योर टाइम स्टार्ट नाउ। ओके फ्रेन्ड्स, सो यहाँहरूको समय समाप्त भइसकेको छ र एन्सर गलत। येशूले पानीलाई पेप्सीमा होइन तर दाकमतमा परिणत गर्नुभएको थियो। सो ढिला नगरी आजको दोस्रो प्रश्नतिर लागौँ। येशूको गृहनगरको नाम के हो? यसको लागि यहाँहरूलाई अप्सन दिइनेछ। अप्सन ए नासरत, अप्सन बी गालिल, अप्सन सी यरुसलेम अथवा अप्सन डी मिस्र। फेरि पनि यहाँले 10 सेकेन्डको समय पाउनुहुन्छ। हजुर साथीहरू, फेरि पनि यहाँको समय समाप्त भइसकेको छ र सही जवाब अप्सन ए नासरत। येशूको गृहनगर चाहिँ नासरत हो। र यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भिडियोलाई यहाँसम्म हेरिदिनु भएको लागि। र हाम्रो भिडियोलाई मन पर्दैछ भने हाम्रो भिडियोलाई लाइक गर्न नबिर्सिनु होला र साथीहरूसँग सेयर गर्न पनि नबिर्सिनु होला र एउटा मिठो कमेन्ट जाँदा जाँदै गरिदिनु होला। र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब अनि पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो पनि गरिदिनु होला भनेर भन्न चाहन्छौँ। सो ढिला नगरी लागौँ आजको अर्को तेस्रो प्रश्नतिर। प्रश्न आइसकेको छ, येशूले बप्तिस्मा लिनुहुँदा आकाशबाट को बोल्नु भयो? सो यसको लागि पनि अप्सन दिएका छन् र अप्सन ए स्वर्गदूत, अप्सन बी परमेश्वर अथवा अप्सन सी कोही पनि होइन, अप्सन डी आकाश। फेरि पनि यहाँले 10 सेकेन्डको समय पाउनुहुन्छ जो अब सुरु हुन गइरहेको छ। यो टाइम स्टार्ट नाउ। साथीहरू, यहाँहरूको समय समाप्त भइसकेको छ र सही जवाब अप्सन बी परमेश्वर। र फेरि पनि भिडियोलाई अगाडि लैजाने क्रममा यो समय आजको अर्को प्रश्न, येशू परमेश्वर हुनुहुन्थ्यो त्यसैले उहाँले आफ्ना आमा बाबुको नियम पालना गर्नु भएन, यो पनि सही हो या गलत भन्ने विषयमा यसको जवाब दिनुपर्ने हुन्छ यहाँहरूले। सो फेरि पनि यहाँहरूको समय सुरु। र समय समाप्त भइसकेको छ र यसको एन्सर चाहिँ गलत हो। र यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद हाम्रो भिडियोलाई यहाँसम्म हेरिदिनु भएको लागि। र आजको अन्तिम प्रश्नलाई हामी राख्न गइरहेका छौँ जसको कुनै पनि अप्सनहरू दिइने छैन। र आशा गर्छौँ भिडियोलाई बाइबललाई मजाले अध्ययन गरेर यहाँले यसको सही जवाब खोजेर अवश्य निकाल्नुहुनेछ र हामीलाई दिनुहुनेछ भन्ने आशा राख्दै आजको अन्तिम प्रश्नलाई यहाँहरूको माझमा, फारोले दासहरूलाई जान दिनुपर्ने अन्तिम विपत्ति के थियो? सो हामी सबैलाई कतिजनालाई थाहा होला या नहुन पनि सक्छ र यहाँहरूले बाइबललाई मजाले अध्ययन गरेर यसको सही जवाब निकाल्नुहुनेछ भन्ने आशा अनि अपेक्षा राख्दै आजलाई पनि यस भिडियोलाई यतिमै अन्त गर्न गइरहेका छौँ। सो भिडियोलाई मन पऱ्यो भने अघिबाटै भनिहालेको छु, लाइक सेयर अनि कमेन्ट गर्नुहोला। सो यहाँ सबैजनालाई जय मसीह, गड ब्लेस यु अल।